everybody, welcome to Sweet Chiffon. आज चाहिँ हामी chocolate chiffon cake बनाउँदैछौँ with fresh strawberries. So let's start. सबैभन्दा फर्स्टमा चाहिँ मैले मेरो chiffon-लाई कट गर्दैछु, स्लाइस गर्दैछु र हामी चाहिँ डबल लेयर बनाउँछौँ, त्यही भएर मैले निकाले डबल लेयर फ्रम द chiffon. यो चाहिँ मेरो whipped cream हो र whipped creamमा चाहिँ हामी pastry cream एड गर्छौँ to make a diplomat cream. यो सबै क्रिम जुन whipped cream मात्रै युज गर्दा नि हुन्छ या फिर पेस्ट्री क्रिम मात्रै युज गर्दा नि हुन्छ. मलाई चाहिँ यो दुईटै युज गर्नु मन लाग्छ, यसको टेस्ट एकदम मिठो आउँछ. चाहिँ यो यतिकै युज गर्दा नि हुन्छ, बट यो चक्लेट केक भएको भएर म चाहिँ चक्लेट युज गर्दैछु, मेल्टेड चक्लेट. एकदम स्मुथ चाहिन्छ भने चाहिँ मजाले चक्लेटलाई मेल्ट गरेर हाल्नुलाई एकदमै स्मुथ भन्छ. मलाई चाहिँ हल्का त्यो चक्लेटको पिसेसहरू चाहियो भएर मेल्टेड हालेको छु. सो फर्स्टमा चाहिँ हामी सुगर सिरपलाई हाल्छौँ, सिम्पल सिरपलाई. अनि त्यसपछि चाहिँ मैले क्रिमलाई स्प्रेड गरेँ. अनि यो चाहिँ बटर क्रिम हो. बटर क्रिम चाहिँ डिफ्रेन्ट क्रिम हो whipped क्रिम भन्दा, र यो चाहिँ एकदम स्टेबल हुन्छ, टेस्ट पनि मिठो हुन्छ. बट मलाई चाहिँ बाहिर डेकोरेसनको लागि मात्रै युज गर्न मन लाग्छ. अलिकति सरप्राइज एलिमेन्ट हुन्छ नि त भित्र, र बाहिर एउटै क्रिम भयो भने. सो मैले क्रिम स्प्रेड गरेँ. यहाँ चाहिँ हामी स्ट्रबेरिज एड गर्दैछौँ. अनि whipped क्रिमले फेरि लेयरिङ गरेँ. अनि त्यसपछि स्मुथ गऱ्यो. अनि यसको माथि हामी फेरि स्पोन्ज हाल्छौँ, चक्लेट स्पोन्ज. अनि मेरो स्पोन्ज चाहिँ मजाको बनेको छ, किनकि कस्तो मजाले गरिरहेको छ क्या, स्पोन्जको काम गरिरहेछ नि त. सुगर सिरप मजाले एब्जर्ब गरिरहेछ. सो एन्ड हामी चाहिँ अब सेम प्रोसेस नै रिपिट गर्ने जुन फर्स्ट लेयरमा गरेको थियो. अब आफ्नो चोइस हो, यदि अरू केही फिलिङ गर्न मन लाग्छ या फिर अरू केही क्रिमहरू हाल्न मन लाग्छ भने त्यही अनुसारले यसरी नै फिल गर्दै भर्दै लिएर जाँदा हुन्छ. म चाहिँ बेला बेला स्ट्रबेरी कम्पोट या फिर जाम पनि युज गर्छु, बट यो केक चाहिँ सिम्पल यत्तिकै अर्डर आएको भएर यसलाई चाहिँ हामी यसरी नै बनाउँदैछौँ. सो यो भयो. अब हामी यसमा फाइनल स्पोन्ज हाल्छौँ. एन्ड लुक एट इट गाइस. अब मेरो बटर क्रिम चाहिँ कस्तो स्मुथ बनेको छ क्या, यस्तो देखिन्छ बटर क्रिम. र म चाहिँ स्प्याचुलाले यसलाई लेभलअप गर्दैछु, स्मुथ गर्दैछु, साइडहरूमा नि गर्दैछु, एन्ड अन द टप. र यो रेडी भइसकेको छैन, बट मलाई चाहिँ त्यो उसमा हालिहाल्नु मन लागिरहेको थियो क्या, कार्डबोर्डमा. सो मैले चाहिँ यसरी दुईवटा स्प्याचुलाइज गरेर निकालेको थिएँ. अनि यो चाहिँ म पाइपिङ गर्दैछु टपलाई. यो चाहिँ एकैछिन फ्रिजरमा हालेर त्यो सेट भइसकेपछि निकालेर म पाइपिङ गर्दैछु. यो चाहिँ एक दिनमै बनाएको केक हो है गाइसहरू. सो लास्टमा चाहिँ यस्तो बन्छ. बाई बाई, थ्याङ्क यू.